भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले अमेरिकी विशेष फौजबाट राष्ट्रपति निकोलास मदुरोलाई सत्ताबाट हटाउने काम स्वतन्त्रतातर्फको ठूलो कदम भएको बताएकी छन्। उनले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज मदुरो प्रशासनमा यातना, भ्रष्टाचार र लागु औषध तस्करीको प्रमुख नायिके मध्ये एक रहेको समेत बताएकी छन्। नोबेल शान्ति पुरस्कार विजेता मचाडोले भेनेजुएलाका मानिसहरूको तर्फबाट डोनाल्ड ट्रम्प प्रति समर्थन जनाएकी छन्। भेनेजुएलासँगको सीमा क्षेत्रबाट बीबीसीकी ओर्ला ग्वेरिन भन्छन्, Maria Corina Machado has said she plans to मारिया कोरिना मचाडोले सक्दो छिटो आफ्नो स्वदेश फर्कने बताएकी छन्। यद्यपि राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र उनीप्रति समर्थन र सम्मान नरहेको बताएका थिए। बीबीसीकी ओर्ला ग्वेरिन, ट्रम्पले उनी भेनेजुएलाको नयाँ सरकार प्रमुख हुन सक्ने सम्भावना यसअघि अस्वीकार गरेका थिए। सोमबार न्युयोर्कको अदालतमा पेश गरिएका मदुरोले आफूलाई अपहरण गरिएको बताएका छन्। उता भेनेजुएलाको सरकारले राजनीतिक विरोधका प्रदर्शनहरूमाथि नियन्त्रण सुरु गरेको छ। राजधानी कराकसमा सशस्त्र प्रहरीले गस्ती बढाएको छ। रुससँगको शान्ति वार्ताबारे आफ्ना सहयोगी राष्ट्रहरूसँग छलफल गर्नुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोसँग एलिजे प्यालेसमा भेट्ने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ सहित करिब 30 देशका राष्ट्र प्रमुख वा प्रतिनिधिहरू शान्ति वार्ताबारे छलफलका लागि फ्रान्समा भेला हुँदैछन्। त्यहाँ पश्चिमा देशहरूले रुससँग युद्धविराम भएको अवस्थामा युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिलाउने ठानिएको छ। थाइल्यान्डले सीमा क्षेत्रमा मोर्टार प्रहार गरेर 10 दिन यता जारी युद्धविराम भङ्ग गरेको आरोप क्याम्बोडियामाथि लगाएको छ। निकै पुरानो सीमा विवादमा दुई पक्षबीच हप्तौंसम्म चलेको द्वन्द्वपछि दुई छिमेकी बीच युद्धविराम भएको थियो। थाई सेनाले छर्रा लागेर आफ्ना एकजना सिपाही घाइते भएको बताएको छ, तर क्याम्बोडियाले एउटा फोहोरको थुप्रो विस्फोट हुँदा आफ्ना 2 जना सैनिक घाइते भएको बताएको छ। ताइवानको विषयलाई लिएर सुरु भएको विवाद बढ्दै जाँदा चीनले सैन्य प्रयोजनका लागि आफ्नो देशबाट जापान पठाइने सामग्रीमा कडाई गरेको छ। बेजिङको वाणिज्य मन्त्रालयले निर्यात नियन्त्रण सम्बन्धी मापदण्डहरू तत्काल लागू हुने बताएको छ। जापानका प्रधानमन्त्रीले ताइवानमा चीनबाट आक्रमण भए जापानमा पनि जोखिम बढ्ने भन्दै सैन्य हस्तक्षेपको चेतावनी दिएपछि दुई देशबीच तनाव बढ्दो क्रममा छ। र स्विट्जरल्यान्डको चर्चित खाद्य तथा पेय उत्पादक नेस्लेले बालबालिका लक्षित आफ्नो एक उत्पादनमा फुड पोइजनिङ गराउन सक्ने टक्सिन नामक पदार्थ रहेको पाइएपछि कैयौं युरोपेली देशबाट बेबी फर्मुला फिर्ता लिने भएको छ। नेस्लेले उक्त उत्पादनका केही ब्याचमा वाकवाकी र बान्ता गराउन सक्ने पदार्थ रहेको हुन सक्ने बताएको छ। यो